पहिलो समुएल 31 अध्याय हामी पल्टाउनेछौँ र मेरो नाम ब्रदर फिलिप्स हो र हामी आज पहिलो समुएल 31 अध्यायबाट अध्ययन गर्नेछौँ। पहिलो समुएल 31 अध्याय। We begin reading in verse 1 and we'll read all the way through to verse 13. र हामी पहिलो समुएल 31 अध्यायको 1 पददेखि पढ्नेछौँ र 13 पदसम्म हामी सरस्वती पढ्नेछौँ। आउनुहोस् हामी पहिला पढौँ पहिलो समुएल 31 अध्याय 1 पदबाट। अनि फलिस्तीहरूले इजरायलको विरोधमा लडाइँ गरे अनि इजरायलका मानिसहरू फलिस्तीहरूको सामुबाट भागे र गिल्बोआ पहाडमा मारिएर लडे। अनि फलिस्तीहरूले साउल र तिनका छोराहरूलाई जोडतोडले पिछा गरे अनि फलिस्तीहरूले साउलका छोराहरू योनातान, अभिनादाब र मल्की-सुवालाई मारे। अनि साउलको विरोधमा घमासान लडाइँ चल्यो र धनुर्धारीहरूले धनु चलाउने मानिसहरूले तिनलाई भेटाए। अनि तिनी धनुर्धारीहरूद्वारा साह्रै घाइते भए। तब साउलले आफ्नो हतियार बोक्नेलाई भने, तिम्रो तरवार झिक र त्यसैले मलाई वार पार हुने गरी घोचिदेऊ, नत्र त यी खतना नभएकाहरू आएर मलाई गोचलान् र मेरो अपमान गर्लान्। तर तिनको हतियार बोक्नेले यसो गर्न चाहेन, किनकि ऊ साह्रै डराएको थियो। यसैले साउलले त्यो तरवार लिए र त्यसमाथि ढले। 5 पद। जब तिनको हतियार बोक्नेले साउल मरेका देख्यो, तब ऊ पनि त्यसै गरी आफ्नो तरवारमाथि ढलेर तिनीसँगै मर्यो। यसरी साउल, तिनका 3 जना छोराहरू र तिनको हतियार बोक्ने साथै तिनका सबै मानिसहरू त्यही दिन एकसाथ मरे। अनि जब त्यस बेसी पारीपट्टिका र यर्दन पारीपट्टिका इजरायलका मानिसहरू भागेका अनि साउल र तिनका छोराहरू मरेका देखे, तब उनीहरूले सहरहरू छोडेर भागे अनि फलिस्तीहरू आए र तिनमा बसोबास गरे। 8 पद। अनि भोलिपल्ट यस्तो भयो, जब फलिस्तीहरू मारिएका लुट्न आए, तब तिनीहरूले साउल र तिनका 3 जना छोराहरूलाई गिल्बोआ पहाडमा मरेका भेटाए। तिनीहरूले तिनको टाउको काटे र तिनका हतियारहरू खोलखाल गरे र फलिस्तीहरूको देशमा चारैतिर तिनीहरूका मूर्तिहरूको भवनमा र मानिसहरूको बीचमा खबर सुनाउन पठाए। अनि तिनीहरूले तिनका हतियारहरू अस्तारोतको भवनमा राखे अनि तिनीहरूले तिनको शरीरलाई बेतसानको पर्खालमा ठोकिदिए। अनि जब याबेस गिलादका बासिन्दाहरूले फलिस्तीहरूले साउललाई के गरेका थिए सो सुने, तब सबै साहसी मानिसहरू उठे र रातभरि हिँडे। अनि साउलको शरीर, तिनका छोराहरूका शरीरहरू बेतसानको पर्खालबाट निकाले अनि याबेसमा आएर तिनीहरूलाई त्यहाँ जलाइदिए। अनि तिनीहरूले तिनीहरूका हड्डीहरू लिएर याबेसमा एउटा रुखमुनि गाडे र 7 दिन उपवास बसे। Amen. If you would, please pray with me now. आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। Blessed Lord Jesus, प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। we love you and we thank you for allowing us to gather into your house tonight. प्रभु, हामी तपाईँलाई प्रेम गर्छौँ, धन्यवाद दिन्छौँ तपाईँको भवनमा यसरी ल्याउनु भएको छ हामीलाई। We've come according to thy commandment and we claim your promise, the promise that you would feed us. र हामी तपाईँको आज्ञाअनुसार जुटेका छौँ र त प्रतिज्ञालाई हामी दाबी गर्छौँ कि तपाईँले हामीलाई खुवाउनुहुन्छ। By your Holy Spirit, open our understanding and speak to us. अनि पवित्र आत्माको सहायताद्वारा हाम्रो समझहरू खोलिदिनु भएको होस् र हामीसँग बोल्नु भएको होस्। Help us to receive thy word and glorify thee through it. तपाईँको वचन ग्रहण गर्न हामीलाई सहायता गर्नुभएको छ, तपाईँलाई महिमा हामी गर्न सकौँ। And this we ask in Jesus' name. हामी तपाईँमा माग्छौँ येशू ख्रीष्टको नाममा। Amen. This is not the most encouraging passage of scripture you will ever read. र एकदमै यो धेरै उत्साहजनक खण्ड त हामी यहाँ देख्दैनौँ यस खण्डमा। But the Bible says that all scripture is given the inspiration of God and is profitable for doctrine, for reproof, for correction, for instruction in righteousness, that the man of God may be perfect, thoroughly furnished unto all good works. तर बाइबलले हामीलाई भन्दछ कि सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट दिएको छ र हाम्रो चाहिँ धार्मिकताको निम्ति तालिमको सम्बन्धमा लाभदायक छ। All the Bible is important, all the Bible is necessary. र हरेक बाइबलको सबै खण्ड नै महत्त्वपूर्ण छ र आवश्यक छ। So there's something for us to learn from this passage tonight. र यस खण्डबाट तपाईँ र हामीले सिक्न सक्छौँ यस बेलुकी। The first thing I'd like you to notice tonight is that Saul quit. र पहिलो कुरा तपाईँले यहाँ चाहिँ याद गर्नुहोस् कि साउलले चाहिँ आशा मारे अथवा त्यागे, छोडिदिए। Saul committed suicide. This is a faithless act, the act of a coward. र साउलले चाहिँ आत्महत्या गरे र यो चाहिँ एउटा अविश्वासको कदम थियो। In the past, Saul had been a great warrior for Israel. अनि विगतमा चाहिँ साउल चाहिँ इजरायलको लागि एकदम ठुलो चाहिँ एउटा लडाकु थिए। He had been surrounded before, he had been wounded before,
and by faith he had overcome in the battle and defeated his enemies. अनि उनी चाहिँ लडाइँमा चाहिँ घाइते भएका थिए, चोटहरू भएका थिए, तर प्रभुको सामर्थ्य विजय भएका थिए। But instead of putting faith in God and trusting God to give him the victory, he tried everything in his own flesh and he couldn't do it, so he took his own life. र परमेश्वरमा विश्वास गर्दै उहाँको सामर्थ्य भर पर्नेमा आफ्नै शरीर अनुसार उनी अघि बढे र उनी चाहिँ हार खाए उनले र आत्महत्या गर्दैछन्। Remember, God chose him to be the leader of his people. याद गर्नुहोस् कि परमेश्वरले उनलाई इजरायलको अगुवा हुन चुन्नु भएको थियो। When Saul started out, he was a good son. He was obedient to his father. He was a good man. जब साउलले चाहिँ सुरु गरे उनी चाहिँ एउटा आज्ञाकारी छोरा थिए आफ्नो बुवाको। But after God chose him to become king, slowly after time, pride filled his heart and life and destroyed him. तर परमेश्वरले उनलाई चुन्नु भएपछि बिस्तारै घमण्डले गर्दा उनको जीवन चाहिँ विनाशतर्फ अघि बढ्यो। He went so far that God removed him from being king. God says, "You'll no longer be king. I will remove the kingdom from you and give it to another." अनि यतिसम्म भयो कि परमेश्वरले उनीबाट चाहिँ राजाको पद चाहिँ हटाउनु भयो, खोज्नु भयो र अरूलाई दिन्छु भन्नुभयो। Saul in his heart of hearts knew that David was to be the next king of Israel, and he repeatedly tried to kill him. अनि समूहले चाहिँ साउलले थाहा पाए कि दाउद चाहिँ अब राजा हुनेछन् र उनले घरिघरि दाउदलाई चाहिँ आक्रमण गर्न खोजे, मार्न खोजे। Had Saul voluntarily got down from the throne and surrendered it to David, he could have had a blessed life and still been useful in the kingdom of the Lord. र साउलले चाहिँ आफ्नै स्वेच्छाले आफ्नो चाहिँ सिंहासन छोडिदिएको भए सायद उनले आशिषमय जीवन पाउने थियो होला। But his pride wouldn't let him step down, तर उनको घमण्डले गर्दा उनी चाहिँ त्यो पछि हट्न चाहेनन्। and he allowed his pride to separate him from his relationship with the Lord. अनि त्यो घमण्डले गर्दा परमेश्वर सम्बन्धमा समस्या आयो। He got so far from the Lord that the Lord would not respond to his prayers anymore. उनी परमेश्वर यति टाढामा गए कि अब परमेश्वरले उनको पुकारा सुन्न छोड्नु भयो। So he turned to a witch, अनि त्यसकारण उनले चाहिँ एउटा बोक्सी कहाँ गए and she told him he was going to be killed. अनि उनले भने कि तिमी चाहिँ मर्नेछौ भने। I promise you, had Saul repented of his sin at that moment and turned to the Lord would have heard him and received him. म तपाईँलाई भन्न चाहन्छु कि उसले यदि पश्चाताप गरेको भए साउलले त्यतिखेर प्रभुले उनलाई सायद ग्रहण गर्नुहुने थियो। The problem was Saul wouldn't repent. तर समस्या यो थियो कि साउलले पश्चातापै गर्न चाहेनन्। Have you ever met somebody that they got caught and they were very sorry that they got caught, but they weren't sorry about what they did? के तपाईँले यस्तो व्यक्ति कोही भेट्नु भएको छ जो चाहिँ कुनै दुष्टता गर्छन् र पक्राउ परेकोमा दुखित हुन्छ, न कि चाहिँ दुष्टता गरेकोमा। This is what Saul was. अनि साउलको अवस्था त्यही थियो। There's another example in the scriptures, Jacob and Esau. अर्को उदाहरण चाहिँ याकुब र एसावको उदाहरण। Esau was the oldest son of Jacob. र एसाव चाहिँ इसाकको चाहिँ जेठो छोरा थिए। He was supposed to be the family priest. अनि एसाव चाहिँ आफ्नो परिवारको पुजारी हुनुपर्ने थियो। The promises of the Lord were to rest on his shoulders, and he was to lead the family in worship before God. अनि परमेश्वरको प्रतिज्ञा उनीमाथि हुनुपर्ने थियो र आफ्नो परिवार मूलले चाहिँ अगुवाई गर्नुपर्ने थियो, प्रभुको आराधना गर्नुपर्ने थियो। And he got hungry one day because he was out hunting. तर एक दिन उनी शिकार गर्ने कार्यको पछि आउँदाखेरि उनी चाहिँ एकदम भोकाए। And he sold his birthright to his baby brother for a bowl of beans. अनि चाहिँ कचौरा दालको लागि उनले चाहिँ आफ्नो ज्येष्ठ अधिकार आफ्नो चाहिँ भाइलाई बेचे। He despised his inheritance. अनि परमेश्वरको त्यस आशिषलाई उनले चाहिँ तुच्छ ठाने। You see, if he had faith in God, he would have known that God would have provided all his needs. यदि परमेश्वरमाथि उनले विश्वास गरेको भए कि परमेश्वरले प्रबन्ध गर्नुहुन्छ भन्ने कुराले बुझेका भए प्रबन्ध गर्नुहुने थियो। The Bible tells us in the book of Jude that he sought repentance with tears and couldn't find it. तर हामीलाई योमा भनिएको छ कि उनले पश्चातापको खोजी गरे आँसु सहित, तर त्यो ठाउँ पाएनन्। Again, it wasn't true repentance. He was sorry he got caught. He wasn't sorry for what he did. उनी साँचो पश्चाताप त्यहाँ थिएन। उनी चाहिँ पक्राउ परेकामा दुखित थिए, न कि दुष्टता गरेकोमा। The Christian life is all about faith. यसरी क्रिस्चियन जीवन चाहिँ सबै विश्वासको विषयमा हो। Not faith in yourself, आफैमाथि विश्वास होइन, faith in God. तर परमेश्वरमाथि विश्वास। When you look at Jacob and Esau, Esau was a man's man. जब तपाईँ चाहिँ याकुब र एसाव हेर्नुहुन्छ, एसाव चाहिँ एकदम पुरुष जस्तो, मान्छेको मान्छे जस्तो देखिन्थ्यो। Esau was everything God says a man's supposed to be. एसाव चाहिँ परमेश्वरले भन्नुभएको जस्तो प्रकारको मान्छे देखिन्थ्यो। He was strong. He was rugged. He was obedient to his father. उनी चाहिँ बलियो थिए, आफ्नो बुवाको आज्ञाकारी पनि थिए। He was a hard worker. उनी चाहिँ एकदम परिश्रमी मानिस थिए। He was a man's man. उनी चाहिँ मान्छेहरूको मान्छे थिए, पुरुषहरूको पुरुष थिए। Jacob was a mama's boy. याकुब त आफ्नो आमाको छोरा थिए। He was a sissy.
उनी चाहिँ एउटा त्यति अलिकति त्यस्तो दुःख नउठाउने खालको देखिन्छ। His name means liar or trickster or deceiver. He was a liar. उसको नामै चाहिँ ढाँट्ने अनि त्यसपछि अलिकति चाहिँ त्यहाँ चाहिँ फटा काम गर्ने खालको चाहिँ थिए। He stayed in the tents with mama. He didn't go out in the field and work. अनि उनी चाहिँ बारीमा गएर काम गर्नु भन्दा नि आमासँगै पाल्न बस्थे। Jacob was everything a man should not be. याकुब चाहिँ मानिस कस्तो नहुनु पर्ने त्यसको चाहिँ उदाहरण थिए। But the Bible says, God said, Esau have I hated and Jacob have I loved. तर बाइबलमा भनेको छ परमेश्वर भन्नुहुन्छ कि मैले एसावलाई घृणा गर्छु याकुबलाई प्रेम गर्छु। That doesn't even make sense. त्यसको चाहिँ खासै बुझ्न पनि गाह्रो छ, त्यो अलिकति बुझ्न सकिँदैन। What's the difference between the two? त्यो दुईजना बिचमा के भिन्नता थियो त? When Jacob got the end of himself, he never one time cried out to God. He never saw God's help, God's assistance, God's direction. अनि एसावले चाहिँ कहिले पनि आफ्नो जीवनमा प्रभुको सहायता मागेनन्, प्रस्ताव गरेनन्। When Jacob got to the end of himself, he laid hold of the Lord and would not let him go. And he said, I will not let you go until you bless me. तर याकुब जब आफ्नो जीवनको एकदम गाह्रो अवस्थामा आए उनले प्रभुलाई समाते अनि तपाईँले मलाई आशिष नदिनु भएसम्म म छोड्दिनँ भने। God changed Jacob's life, changed his name to Israel, a prince with God. अनि याकुबको नाम उहाँले परिवर्तन गर्नुभयो, इजरायल राख्नुभयो कि परमेश्वरको चाहिँ राजकुमार। Even though he was a miserable failure, by faith, God changed his life and made him what he was not. याकुबको जीवन असफल जीवन भए तापनि विश्वासबाट अघि बढ्दा प्रभुले उनलाई एउटा फरक तरिकाले अघि बढाउनु उनको जीवन परिवर्तन भयो। Esau represented the very best of the flesh, and the flesh will always fail. अनि एसाव चाहिँ शरीरको चाहिँ उत्तमताको चित्रण हो अनि शरीर सधैँ असफल हुँदछ। And that's exactly what happened to Saul. अनि साउललाई पनि त्यही भयो यहाँ। Saul could have sought the Lord, Saul could have obeyed the Lord, Saul could have been blessed. साउलले परमेश्वरलाई खोज्न सक्थे, परमेश्वरसँग प्रस्ताव माग्न सक्थे, आशिषित हुन सक्थे। But he allowed his life to become filled with pride, and he let his pride separate him from the Lord. तर उनले आफ्नो जीवनमा चाहिँ घमण्डले भरिन दिए र त्यो घमण्डले परमेश्वरबाट उनलाई अलग पार्यो। And he ended his life in the flesh. अनि आफ्नो जीवन उनले शरीरमा अन्त गरे। By the way, suicide is always wrong. अनि यो कुरा बुझ्न आवश्यक छ, आत्महत्या सधैँ गलत हो। It is a permanent answer to a temporary problem. यो चाहिँ एकदमै चाहिँ अस्थायी समस्याको चाहिँ थाई चाहिँ त्यो चाहिँ समस्या हो, सोलुसन त्यो होइन तर समस्या हो झन्। As long as there's life, there's hope. जबसम्म जीवन छ तबसम्म आशा हुन्छ। Now, a lot of people believe if someone commits suicide, they automatically go to hell. अनि कतिले सोच्लान् कि कसैले आत्महत्या गर्ने साथ नरक सिधै गइहाल्छ। I have one problem with this. तर त्यसमा फेरि एउटा समस्या हुन सक्छ। Samson committed suicide. सिम्सनले पनि आत्महत्या गरे। Samson's in Hebrews chapter 11, the hall of faith. तर हिब्रू 11 अध्याय फेरि उनको विषयमा आएको छ विश्वासको वीरमा। Heaven and hell is not decided by how you live your life, it's whether or not you put faith in Christ. र हाम्रो स्वर्ग र जीवनको विषयमा चाहिँ हाम्रो विश्वास येशू ख्रीष्टमा छ कि छैन भन्ने कुराले आधारित चाहिँ फरक पार्दछ। If you repent, that means you turn from sin and self. You turn, repent. आफ्नो पापबाट तपाईँ पश्चाताप गर्नुभएको छ, फर्किनु भएको छ भने It's a change of mind that leads to a change of action. यो चाहिँ मनको परिवर्तन जसले जीवन कार्यमै परिवर्तन ल्याउँदछ। You confess before the Lord that you're a sinner तपाईँ चाहिँ विश्वास गर्नुहुन्छ, मानिलिनुहुन्छ प्रभुको सामु कि तपाईँ पापी हुनुहुन्छ, and that you need the Lord. कि तपाईँ प्रभुको खाँचो छ तपाईँलाई। And you ask him to come into your life and save you. अनि तपाईँले उहाँलाई माग्नुहुन्छ कि आफ्नो जीवनमा आएर तपाईँलाई बचाउनलाई। He will save you for all eternity. अनि उहाँले अनन्तताको लागि तपाईँलाई बचाउनुहुन्छ। That is his promise, त्यो उहाँको प्रतिज्ञा हो। and he has never broken a अनि promise. उहाँले कहिले आफ्नो प्रतिज्ञा चाहिँ भङ्ग गर्नुभएको छैन। So suicide does not decide your eternity, whether in heaven or hell, but your faith in Christ does. त्यसैले हाम्रो चाहिँ प्रभुमाथिको विश्वासले नै स्वर्ग कि नरकलाई चाहिँ कहाँ जाने हामी त्यहाँ देखाउँदछ। But I still say suicide is never the right answer. तर चाहिँ कहिले पनि आत्महत्या चाहिँ सही उत्तर होइन। Now I want you to see the three things that we're to take from this passage. र यस खण्डबाट हामी तीनटा कुरा सिक्न सक्छौँ, त्यो कुरा हामी हेर्नेछौँ। Whenever you quit, that's what Saul did. He quit. Whenever you quit, र अनि साउलले चाहिँ छोडिदिए, त्यागे भनौँ प्रभुको बोलावटलाई। अनि जब हामी त्यो गर्छौँ, you bring reproach upon the name of God. त्यो हामी त्यो गर्छौँ भने हामी परमेश्वरको नामलाई निन्दा गर्छौँ। If you look at this passage, Saul took his own life, and when the Philistines found his body, they took the body and they hung it on the wall of their temple of their false god and said, "Look, our God is better than Jehovah." जब साउलले आफूलाई यसरी मार्ने कार्य गरे अनि उनको लासलाई ती फलिस्तीहरूले चाहिँ उनीहरूको चाहिँ मन्दिर को चाहिँ भित्तामा राखेर उनीहरूले त्यहाँ भने कि हाम्रो ईश्वर महान हो इजरायलीहरूको भन्दा। The God of the Jews couldn't save them, but our God defeated Jehovah. Look at their king. यहुदीहरूको ईश्वरले उनीहरूलाई बचाउन सकेन, हाम्रो ईश्वरले उनीहरूलाई चाहिँ पराजित गरेर उनीहरूको राजालाई।
That is not true. That is a lie. तर त्यो सत्य होइन, त्यो झुटो हो। But everyone judges your God by your actions. तर सबैले तपाईँको परमेश्वर तपाईँको व्यवहारद्वारा चाहिँ त्यहाँ न्याय गर्दछ। Saul wasn't even living for the Lord at the time, र साउल त परमेश्वरलाई जिरहेका पनि थिएनन् त्यति बेला, but his actions led to reproach upon the name of God. तर उनको कार्यद्वारा परमेश्वरको नामको निन्दा हुने चाहिँ कुरा भयो। Whether you know it or not, people know you're a Christian. तपाईँलाई थाहा छ कि छैन, तर तपाईँ क्रिस्चियन हुनुहुन्छ भन्ने कुरा मान्छेलाई थाहा छ। People are watching you, मानिसहरू तपाईँले हेरिरहेका छन् and they judge your God by your actions. अनि तपाईँको परमेश्वर उनीहरूले तपाईँको कार्यद्वारा चाहिँ न्याय गर्छन्। You need to be a good ambassador for Jesus तर Christ, येशू ख्रीष्टको लागि तपाईँ एउटा असल राजदूत हुन आवश्यक छ। and you never quit. अनि तपाईँले कहिले पनि आफ्नो बोलावट सेवकाले छोड्नु त्याग्नु हुँदैन। So now when you quit, you bring reproach upon the name of किन God. तपाईँले त्याग्नुहुन्छ, छोड्नुहुन्छ, तब परमेश्वरको नामको निन्दा गर्नुहुन्छ। When you quit, you lead other people to quit. अनि तपाईँले चाहिँ यसरी त्याग्दा तपाईँले अरूहरूलाई पनि त्याग्न अथवा छोड्न, विश्वास छोड्न, सेवकाई छोड्न सायद तपाईँले चाहिँ हौसला दिनुहुन्छ। In our passage, we see that Saul had an armor bearer with him. हामी यहाँ देख्छौँ कि साउलको चाहिँ त्यहाँ हतियार बोक्ने मानिस छन्। This armor bearer had the promise of a great future as a warrior for Israel. अनि यस हतियार बोक्नेलाई चाहिँ भविष्यको लागि एउटा चाहिँ लडाकु हुने कुराको चाहिँ प्रतिज्ञा थियो। But when he saw that Saul took his life, तर जब उनले देखे साउलले आफ्नै चाहिँ प्राण लिए, he took his own life. तर उनले पनि त्यसपछि आफ्नै प्राण लिए। There are people that are watching you. त्यहाँ मानिसहरू छन् जसले तपाईँलाई हेरिरहेका छन्, There are people that are following you, मानिसहरू छन् जसले तपाईँलाई पछ्याइरहेका छन्। and what you do affects what they do. अनि तपाईँले जे गर्नुहुन्छ त्यसले प्रभाव पार्छ उहाँहरूले के गर्नुहुन्छ। When I was in Bible college, I was friends with a man named Tom Falk. जब म चाहिँ बाइबल कलेजमा थिएँ, एउटा टम फल्क भन्ने मान्छेसँग म साथी थिएँ। He's a very short man. उहाँ चाहिँ अलिक पुड्का मान्छे हुनुहुन्थ्यो। He makes Brother Adarsha look like a giant. अनि उहाँको अगाडि चाहिँ ब्रदर आदर्श अग्लो मान्छे हुनुहुन्छ। But he loved to play basketball. तर उहाँले चाहिँ बास्केटबल खेल्न मन पर्थ्यो। He was a very good basketball player. बास्केटबल राम्रो खेलाडी हुनुहुन्थ्यो उहाँ। And one day his mom was sitting with me in the bleachers and she told me this story about Tom. अनि चाहिँ एक दिन हामी यसरी बसिरहेको बेला, गेम हेरेर बसिरहेको बेला उसको आमाले उसको विषय मलाई बताउनु भयो। When the basketball game starts, they introduce the players and they come running out on the court one at a time. जब बास्केटबल गेम सुरु हुन्छ अनि त्यहाँ खेलाडीहरूलाई को चाहिँ परिचय दिन्छ एक पछि अर्को गर्दै, अनि उनीहरू कुद्दै आउँछन् भित्र मैदानमा। So like the announcer will go, Mr. Tom Falk, and then Tom will run out in the court and everybody will clap and cheer. उनीहरूले मिस्टर टम भन्ने छन्, मानव उदाहरणको लागि ऊ चाहिँ आउनेछन् अगाडि कुदेर कोर्टमा, अनि सबैले ताली बजाउँछन्। A second grader, a small child, was sitting a few rows in front of his mother. अनि त्यसपछि उनको आमाको गाडी चाहिँ एउटा सेकेन्ड क्लासमा अथवा क्लास 2मा पढ्ने एउटा सानो बच्चा थियो। That little boy jumped out of his seat and he says, when I grow up, I want hairy legs just like Tom Falk. अनि उसले भने जब म चाहिँ ठुलो हुनेछु त्यो टमको जस्तै मेरो पनि खुट्टामा चाहिँ रौँहरू हुनेछ उनले भनेछन्। Tom Falk didn't even know that little boy existed. अनि त्यो चाहिँ टमलाई चाहिँ त्यो सानो केटा चाहिँ छ भने पनि थाहा थिएन। But that little boy idolized him. तर त्यो सानो केटाले चाहिँ त्यो टमलाई चाहिँ एउटा उदाहरणको रूपमा लिइरहेका थिए। And he was watching everything Tom does. अनि टमले गर्ने हरेक कुरा त्यो केटाले हेरिरहेका थियो। The Bible says, no man liveth and dieth unto himself. बाइबलले भन्छ कि कोही मान्छे पनि एक्लै जिउँदैन, एक्लै मर्दैन। You don't know this, but somebody's watching you. तपाईँलाई यो थाहा छैन होला, तर कसैले तपाईँलाई हेरिरहेको छ। Somebody looks up to you. तपाईँलाई चाहिँ एउटा माथि एउटा उदाहरणको रूपमा कसैले हेरिरह होला। You might think you're the lowest person in the world. Somebody looks up to you. तपाईँले भन्नुहोला म त एकदमै सबभन्दा सानो मान्छे हो, तर तपाईँलाई कसैले हेरिरह हुन सक्छ उदाहरणको रूपमा। And if you quit, you lead them to quit. अनि तपाईँ त्याग्नुहुन्छ भने त्यो व्यक्तिलाई पनि तपाईँले त्याग्न प्रोत्साहन दिनुहुन्छ, छोड्न प्रोत्साहन दिनुहुन्छ। This man has been serving the Lord for how many years? Almost 30+ years. So the pastor's been serving the Lord for 30+ years. हाम्रो पास्टर चाहिँ 30+ वर्ष सेवका गरिरहनु भएको छ। If the pastor quit tomorrow, what would happen? यदि पास्टरले चाहिँ छोड्नु भयो भने भोलि के हुन्छ होला? Do you know the faith of how many people he would destroy? अनि कति मानिसहरूको विश्वासलाई त्यहाँ असर पर्नेछ होला। Because instead of watching the Lord, they're watching him. किन परमेश्वर हेर्नुको सट्टा मानिसलाई हेरिरहेको हुन्छन्। But that's a natural reaction for people. तर मानिसको लागि त्यो प्राकृतिक हुन पुग्छ। If you quit, you lead other people to quit. यो त हामीले छोड्छौँ, त्याग्छौँ भने हामी अरूलाई पनि त्यही अघि बढ्न प्रोत्साहन दिन्छौँ। You can never quit. त्यसैले तपाईँले कहिले पनि छोड्न त्याग्नु मिल्दैन। When you quit, you bring reproach upon God. जब तपाईँले छोड्नुहुन्छ परमेश्वरलाई, सेवकाईलाई, परमेश्वरको नामको निन्दा ल्याउनुहुन्छ। When you quit, you lead other people to quit. अनि तपाईँले छोड्दा यसरी परमेश्वरले त्याग्दा अरूहरूलाई पनि त्यही गर्नु प्रोत्साहन दिन सक्नुहुन्छ। When you quit, you put other people in danger. अनि साथै तपाईँले यसरी परमेश्वरलाई त्याग्दा, सेवकालाई त्याग्दा अरू मानिसलाई खतरामा पार्नुहुन्छ। If you read this story, it says that the men of Jabesh Gilead hazarded their lives. They would put themselves in danger. जब यहाँ घटना हामी पढ्छौँ कि याबेस गिलादका मानिसहरूले आफ्नो जीवनलाई जोखिममा राखेका छन्।
They traveled through the forest all through the night. You can't see, there's no light. अनि To get- जङ्गलमा अँध्यारोमा उनीहरू बत्ती चाहिँ नभएको अवस्थामा चाहिँ अँध्यारोमा उनीहरू रातभरि यात्रा गरेका छन्। to get to where the enemy was located. त्यहाँ शत्रु भएको ठाउँमा उनीहरू गएका छन्। And they took his body off the wall and they took it back and burned it. अनि त्यो चाहिँ पर्खालमा भएको त्यो साउलको लासलाई उनीहरूले लिएर गएर जलाए, So that the Philistines couldn't abuse it anymore and they couldn't use it to make their God look good. ताकि फलिस्तीहरूले फेरि त्यो शरीरलाई चाहिँ आफ्नो ईश्वरलाई चाहिँ राम्रो देखाउन चाहिँ प्रयोग नगरून्। If we went back and studied 1 Samuel chapter 11, there's a king called Nahash. यदि हामी चाहिँ पहिलो समय 11 मा जान्छौँ भने एउटा राजा छ नास भन्ने राजा। Nahash came to attack the men of Jabesh Gilead. अनि याबेस गिलादलाई चाहिँ आक्रमण गर्न यस राजा गएका थिए। He said he's going to put out the right eye of every man of Jabesh Gilead. अनि याबेस गिलादको हरेक पुरुषको चाहिँ दाहिने आँखा उनले निकाले। The men of Jabesh Gilead cried out to Saul. अनि याबेस गिलादका मानिसहरूले साउललाई सहायता मागे। Saul raised an army साउलले चाहिँ आफ्ना चाहिँ सेनाहरू चाहिँ उठाए ल्याए and defeated Nahash अनि नाहास राजालाई चाहिँ पराजित गरे and protected the men of Jabesh अनि Gilead. याबेस गिलादका मानिसहरूलाई चाहिँ सुरक्षा दिए। They never ever forgot what Saul did for them. अनि त्यो कुरा चाहिँ उनीहरूले कहिले बिर्सेनन्। I said he served for more than 30 years. र यहाँ उहाँले लग 30 वर्षभन्दा बढी सेवा गर्नुभएको छ How many people's faith is going to be shaken if he quits? र उहाँले चाहिँ छोड्नु भने धेरैको चाहिँ विश्वास हलिन सक्छ। How many people are going to ask themselves, you know, he said that I could trust the Lord, but he didn't trust the Lord. Can I really trust the Lord? Is what he said true? मानिसहरूले भन्छन् उहाँले प्रभुमा भरोसा गर्नु भन्नुभएको तर खोइ त हामी कसरी भरोसा गर्न सक्छौँ। Every sermon you ever preach, उहाँले प्रचार गर्नु हरेक प्रवचन, every Sunday school lesson you ever have, हरेक चाहिँ हाम्रो सन्डे स्कुल चाहिँ पाठहरू, you cast a cloud of doubt over everything. हरेक कुरामा चाहिँ अब अविश्वासको चाहिँ बादल त्यहाँ हुनेछ। You can never ever quit. त्यसैले हामीले कहिले पनि त्याग्न अनि छोड्न सक्दैनौँ। My pastor taught me many years ago, the answer to the problem always lies close to the door. The key always lies close to the door. हाम्रो पास्टरले सिकाउनुहुन्थ्यो कि चाहिँ कुनै पनि समस्याको समाधान साँचो सधैँ ढोकाको नजिकमा हुँदछ। If we take and flip back one chapter to chapter 30, the answer to Saul's problem is found there. अनि यदि हामी चाहिँ एक अध्याय अगाडि 30 अध्यायमा आउँछ भने साउलको त्यो समस्याको समाधान हामी त्यहाँ पाउँछौँ। King David has just returned from battle with his soldiers. अनि 30 अध्यायमा चाहिँ दाउदले भर्खरै चाहिँ अमालेकीहरूमाथि विजय प्राप्त गरेर फर्केका छन्। His city is called Ziklag. अनि यो चाहिँ सिक्लग भन्ने सहर छ, त्यो ठाउँको नाम। It has been burned with fire. अनि त्यो चाहिँ पुरै आगोले जलाइएको थियो। The wives and children have all been taken hostage. अनि श्रीमती र अनि नानीहरू सबैलाई चाहिँ लगिएको थियो बन्दीको रूपमा। Everything is destroyed. सबै कुराहरू चाहिँ नाश गरिएको थियो। His own men have surrounded him. उनकै आफ्नै मान्छेहरूले उनलाई अब घेरेका थिए They're going to kill him. अनि उनीहरूले चाहिँ उनलाई मार्न चाहेका थिए। They're going to stone him to death. ढुङ्गाले चाहिँ मार्न चाहेका थिए They're going to throw rocks at him until he's dead. अनि ऊ चाहिँ ढुङ्गा उनलाई हान्ने उसलाई अनि नमरुन्जेल। I don't know about you, but if somebody's going to throw rocks at me until I was dead, or I could take a sword and kill myself, sword seems like a whole lot easier option. तपाईँलाई कसो लाग्छ यदि चाहिँ कसैमा ढुङ्गाले हालेर मार्ने हो भने त आफैलाई मार्नु जस्तो सजिलो चाहिँ महसुस होला। Did David kill himself? के दाउदले आफैलाई मारे त? He got down on his knees and he cried out to God. तर उनले आफ्नो चाहिँ घुँडामा उनी टेकेर परमेश्वरलाई पुकारे। God heard him and answered him. परमेश्वरले उनको पुकार सुन्नुभयो र जवाफ दिनुभयो। He said, you get up and you go after the people that have done this to you, अनि तिमी उठ र ती अमालेकहरूको पछाडि जाऊ भन्नुभयो। and I will deliver them into your hand. अनि म चाहिँ तिमीलाई तिम्रो मानिसहरू छुटकारा दिनेछु। And when David finished, he had more when he was done than when he started. अनि जब त्यो घटनाको सुरुभन्दा घटना पछि उनीसँग झन् धेरै कुरा भयो, झन् आशिष उनले पाए। Whenever you run into a trial, जब तपाईँ परीक्षा भएर जानुहुन्छ it is an opportunity for victory. त्यहाँ चाहिँ विजयको मौका सधैँ हुँदछ God promised you he'd never give you more than you can handle. कि तपाईँले चाहिँ त्यसलाई सामना गर्न सक्ने भन्दा बढी उहाँले दिनुहुन्न। But just remember, he also said, without me, ye can do nothing. तर प्रभुले यो पनि भन्यो कि म बिना बाहेक तिमीले के गर्न सक्दैनौ। Every trial, every problem in your life हरेक परीक्षा हरेक समस्या जो तपाईँको जीवनमा छ comes with the opportunity for victory. त्यो चाहिँ सधैँ विजयको अवसर साथ आउँदछ। You have to believe and obey. परमेश्वरलाई विश्वास गर्ने र आज्ञा पालन गर्न आवश्यक छ। Don't trust in yourself, trust in the Lord. आफैमाथि भरोसा नगर्नुहोस्, परमेश्वरमाथि भरोसा गर्नुहोस्। And you don't quit. अनि तपाईँ चाहिँ कहिले पनि चाहिँ त्याग्नुहुन्न, छोड्नुहुन्न, You keep going. तर अब तपाईँ अघि बढिरहनुहुन्छ, अघि बढिरहनुहुन्छ। King David didn't quit. राजा दाउदले चाहिँ त्यागेनन्, पछि हटेनन्। Jesus Christ didn't quit. येशू ख्रीष्ट पछि हट्नु भएन, छोड्नु भएन। Jesus Christ was completely innocent. येशू ख्रीष्ट चाहिँ पूर्ण रूपमा निर्दोष हुनुहुन्थ्यो। He did nothing wrong. उहाँले कुनै गलत गर्नुभएको थिएन। They arrested him while he was praying in the middle of the night. उहाँ चाहिँ प्रार्थना गरिरहनु भएको बेला राति उहाँलाई पक्राउ गरे। They ripped his clothes off of him and they beat him till his flesh hung in strips off his body. अनि उहाँको पुरै कपडा निकालेर उहाँलाई चाहिँ पूर्ण रूपमा कुटे, मासुहरू सबै चाहिँ निक्लिने गरी। They put a bag over his head and they punched him in the face
mocking him, saying, "Hey, who hit you?" अनि उहाँको अनुहारमाथि चाहिँ घुम्टो राखेर उहाँलाई हानेर कसले हान्यो तिमीलाई ल भन त भने Prophesy to me. अनि चाहिँ भविष्यवाणी गर भने They pulled his beard out of his face. उहाँको दाढी चाहिँ उनीहरूले चाहिँ तानिदिए They nailed a crown of thorns to his head. अनि काँडाको मुकुट उहाँको शिरमा राखिदिए They mocked him and they made fun of him. उहाँले जिस्काए अनि गिल्ला गरे And all of it was happening because he took your sin upon त्यो himself. सबै भयो किनभने उहाँले तपाईँले मेरो पाप बोक्नु भयो He who knew no sin became sin for us that we might be made the righteousness of God in him. उहाँ जसले पापै नजानु हुने चाहिँ हामी परमेश्वरको धार्मिकता ठर्यो भनेर हाम्रो लागि पाप बोक्नु भयो Did you know all the way to the point that he died, he could have quit? कि तपाईँलाई थाहा छ उहाँ क्रुसमा नटाइगुन्जेलसम्म उहाँले चाहिँ त्यो कुरालाई छोड्न त्याग्न सक्नु त्यहाँबाट पछि हट्न सक्नुहुन्थ्यो त्यो कार्यबाट When they came to arrest him, Peter drew a sword and he cut off the ear of the high priest's servant. जब उहाँले पक्रन आए पत्रुसले चाहिँ चक्कु निकालेर महापुजारीको दासलाई को कानलाई काटे Jesus told Peter, "Put up your sword. प्रभुले पत्रुसले भने आफ्नो चाहिँ तरवार राख Do you not know that now I can call to my Father in heaven and he will send more than 12 legions of angels?" अनि 12 चाहिँ फौज लिजियन चाहिँ स्वर्गदूत मेरो पिताले पठाउन सक्नुहुन्छ अहिले नै मैले बोलाएँ भने तिमीलाई थाहा छैन उहाँले भन्नुभयो It's Matthew 26:53. If you like, open your Bibles, mark it. मत्ती 26 को 53 छ त्यो तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ यदि तपाईँ चाहनुहुन्छ भने A legion is between 3,000 and 6,000 foot soldiers and an attached cavalry unit. अनि एउटा लिजनमा चाहिँ 3 देखि 4,000 चाहिँ सिपाहीहरू हुन्छन् अनि त्यहाँ घोडाहरू पनि हुन्छन् That means, based on what Jesus said, अनि येशू ख्रीष्टले भन्नुभयो अनुसार त्यसो भए between 36,000 and 72,000 foot soldiers, angels just carrying arms, were standing at alert when Jesus went to the अनि cross. 36,000 देखि 72,000 चाहिँ स्वर्गदूतहरू तयार थिए यदि येशू ख्रीष्टले बोलाउनु भएको भए And 12 attached cavalry units. अनि त्यसपछि 12 चाहिँ घोडा चढीको समूह फौज पनि Do angels ride horses? के स्वर्गदूतहरू चाहिँ घोडा चढ्छन् They do in the book of the Revelation. I can't see why not. प्रकाशको पुस्तकमा हामी देख्छौँ उनीहरू चढ्छन् That means 100,000 angels stood on alert in heaven watching Christ be त्यसले crucified. चाहिँ लाखौँ जति स्वर्गदूतहरूले चाहिँ त्यहाँ हे येशू क्रुसमा टङ्गाइनु भएको And Jesus said, "All I have to do is call." अनि प्रभु येशू ख्रीष्टले भन्नु तिमीले खालि पुकार्न सक्छौ But the Bible tells us he was silent. तर प्रभु भनिएको छ कि उहाँ शान्त रहनु भयो He was as a lamb led to the slaughter. उहाँ चाहिँ एउटा थुमा चाहिँ बलिदानको लागि लगेको जस्तै उहाँले चाहिँ शान्त भएर अघि बढ्नु भयो Because he loved you. किनभने उहाँले तपाईँलाई प्रेम गर्नुभयो He didn't quit on you. उहाँले चाहिँ तपाईँलाई छोड्नु भएन You can't quit on him. अनि अब तपाईँले उहाँलाई छोड्नु हुँदैन You don't quit. तपाईँ चाहिँ छोड्नु न पछि हट्नु हुँदैन You keep praying. तपाईँ प्रार्थना गरिरहनुहोस् You keep attending church faithfully. चाहिँ मण्डली चाहिँ सभाहरूमा नियमित विश्वासी गरेर लागिरहनुहोस् You keep giving. तपाईँ चाहिँ दिने काममा लागिरहनुहोस् You keep witnessing. अनि साक्षी दिने काममा लागिरहनुहोस् You keep reading your Bible. बाइबल पढ्ने काममा लागिरहनुहोस् You memorize scripture from your Bible. अनि पदकण्ठहरू गरिरहनुहोस् You talk to your friends about Jesus. अनि आफ्नो साथीहरूलाई यीशु ख्रीष्टको विषयमा You talk to बताइरहनुहोस् your enemies about Jesus. शत्रुहरूको अगाडि पनि यीशु ख्रीष्टको विषयमा You keep बताउनुहोस् following Jesus. यीशु ख्रीष्टलाई पछ्याइरहनुहोस् No matter what happens, अनि जेसुकै भए तापनि you don't quit. तपाईँ चाहिँ पछि नहट्नुहोस् नछोड्नुहोस् नत्याग्नुहोस् He didn't quit on you. उहाँले तपाईँलाई चाहिँ छोड्नु भएन You don't quit on him. अनि तपाईँ उहाँलाई नछोड्नुहोस् Let us pray. आउनुहोस् हामी प्रार्थना गरौँ